नमस्ते हजुरहरूलाई, यो चाहिँ मेरो फर्स्ट मिनी भ्लग हो। आशा छ हजुरहरूले यो भिडियो अन्त्यसम्म हेरिदिनुहुन्छ भनेर। पोर्चुगल यहाँनिर मार्कादो भन्ने एउटा मार्कादो भिल्ला छ, त्यहाँ चाहिँ बजार लाग्छ अनि म चाहिँ त्यहाँ जाँदैछु। अनि बजारभित्र चाहिँ के पाउँछ आज म तपाईँहरूलाई देखाउँछु। यो चाहिँ एकछिन घटिया जस्तो लाग्छ मलाई। अनि यहाँभित्र चाहिँ यस्तो छ, यहाँनिर फ्लावरहरू यति धेरै छ नि, जुन फ्लावर चाहिँ नेपाल हुँदै जताततै पाइन्छ होइन। यहाँ चाहिँ हाम्रो केवी दाइ हुनुहुन्छ, जहाँ मेरो हस्बेन्ड काम गर्नुहुन्छ यहाँनिर, सुशी देलमार, उहाँ चाहिँ हेड सेफ हुनुहुन्छ। अनि यो चाहिँ त्यहाँको बजारभित्रको फलफुल एरिया, भेजिटेबल्स जे सबै त्यहीँ पाइन्छ। अनि म चाहिँ यहाँनिर अब मलाई चाहिने चिजहरू किन्दैछु। किनिसकेर म चाहिँ यहाँ हेर्दै, यहाँ चाहिँ मौरीको महहरू अनि कुनै अन्ध्रा जस्तो झुन्डाइएको हुन्छ नि, त्यो अन्ध्राभित्र लगाएर हुन्छ। अनि सयपत्री फुल पनि देखेँ। अनि फाइनली मैले चाहिँ सबै थोक किनेँ र फुल पनि किनेँ र घर फर्किँदैछु। घर फर्किँदै मलाई यति थकान भइसकेको थियो। सयपत्री फुल किनेर ल्याएको थिएँ, तर त्यो झोलामा राख्दाखेरि भाँचेछ। यति रिस पनि उठिरहेको थियो नि मलाई, अब आफैदेखि रिस उठेको होइन। अनि यसरी फ्लावरहरू सामानहरू किनेँ। अनि मैले चाहिँ एउटा फुलकोपीको बिरुवा अनि खोर्सानीको बिरुवा मेरो बुढा चाहिँ ड्युटीबाट ब्रेकमा घरमा आएर रोप्दै हुनुहुन्छ। अनि खोर्सानी रोपिदिनु पऱ्यो। माटो चाहिँ होइन, यो के पोर्चुगलको माटो होला कि क्या हो। हेर्दा त मल जस्तो देख्छु। यहाँको विशेषता चाहिँ यो चरा कराउँछ होइन, अलिक सिधा बनाउनु। हाम्रो एक्सपिरियन्स छ त, तजुर्बा छ त। हाम्रो तजुर्बा, खेतीको तजुर्बा पनि छ। खोर्सानी पनि मिस्यो त बुढा। डिस्टेन्स त्यो हुन्छ चाहिँ बुढाको हुन्छ, बुढा कामले गर्दा कति छ छैनलाई के हो यार। माटो चाहिँ होइन, यो भगवान्ले रक्षा गर्नु नि। पानी पर्नु थाल्यो, पानी पर्ला त। खोर्सानी रहेछ त्यो। कतिवटा हो यो? 10वटा हो। अनि 10वटा नजिक रोप्नु पर्ने खास यस्तो त 1 फुट यस्तो उयो गर्नुपर्छ, 1 फुटभन्दा धेरै गर्नुपर्छ। र बार्गेनिङ गरी पो लिएको छैन अरे। अनि मेरो त बार्गेनिङ नगर्छ, खुर्सानीको बार खुर्सानी त नजिक रोप्दा नि हुन्छ। बरन्डामा रहेको थोरै यति जग्गामा यसरी रोप्दैछु। अनि मेरो बुढा चाहिँ पुरै रोप्नुलाई होइन, जोस जाँगर लगाएर। भगवान बचा है, बचा यसलाई बचा। भाइहरूको चाहिँ धनियाँ भन्दै लिएको अरे, अर्कै पऱ्यो अरे, हाँस मारिहाल्छ। यसलाई यस्तो छिक्ने, पहिला पानी हाल्दै गर्नुपर्छ। दामी बाँच्नु माटो भएको मजाले बाँच्दै है। यहाँनिर मलहरू किनेर लाउनु मिल्छ होला। म किन यो मलमै रोपिरहेको ए माटो चाहिँ लाउनु पर्ने माटो भनेको कि माटो त लिएर आउने टमाटर। यस्तो राम्रो हावा चल्छ फेरि पापा। आज कहाँ फर्केको त नि, पानी पर्यो। ओ बुढा कम हियर, छिटाउनु छिटो, छिटाउनु छिटो। कस्तो नजिक देख्दैन नि, पानी परेको हेर्नु न। पानी परेर नि त्यसलाई मतलब नलागेको क्या। यति टाढो छ यो, नजिकबाट हेर्छु। पानी परेर नि यसलाई मतलब छैन। लु के हो यस्तो, यसलाई टक्क हामीले यहाँ रोपी पनि सक्यौँ अनि पानी पनि पर्दियो। खाना दिएँ। अनि यो फुल चाहिँ मेरो बुढाले ल्याइदिनु भएको थियो, ओइलाए पनि राखिराखेको थिएँ। अनि अघिल्लोको फुलहरू चाहिँ लिएर त्यो फुललाई चाहिँ फालेर फेरि
गरेँ अनि राखेँ।